हेलो एभ्रिवान, म चाहिँ रेडी हुँदैछु फर द डे। आज चाहिँ के थियो भन्दा हाम्रो कलेजले चाहिँ एफआइपी लाँदै थियो फिल्ड भिजिट प्रोग्राममा। इटरी लाँदै थियो। इटरी केमा लाँदै थियो भन्दाखेरि चाहिँ बालबालिका अनाथ बालबालिकाहरूलाई चाहिँ संरक्षित गरेर ठुलो बनाएर पढाउने लेखाउने ठाउँ जस्तो अनाथालय जस्तै ठाउँमा चाहिँ हो। अनि त्यो चाहिँ नेपालभरि चाहिँ जम्मा 10वटा मात्रै छ भन्दै हुनुहुन्थ्यो। हो, त्यही ठाउँमा चाहिँ आज हामीलाई लाँदै थियो। सो म एप्रोन लगाएर रेडी भएँ। दिस वाज द आउटफिट फर द डे। अनि हल्का चटक पनि पारेँ। सो रेडी भएर हामी चाहिँ निस्क्यौँ 10 बजेतिर। अनि त्यसपछि लास्टै नै घाम थियो, त्यही भएर बसभित्र बस्दा पनि हामी एकछिन छाता ओढेर बसेको थियौँ, बस नचलुन्जरी। लास्टै घाम छिरिरहेको थियो कि। अनि त्यसपछि चाहिँ हामी जान थाल्यौँ। एकछिनमा बस हिँड्यो। लगभग 10:30 बजेतिर चाहिँ बस हिँड्यो, आधी घन्टा वेट गरेर। यस्तै त हो नेपालको टाइम। अनि त्यसपछि हामी हल्का पोज दियौँ। अनि त्यसपछि हामीलाई एकैछिनमा आधी घन्टामा पुऱ्यायो इटरी। अनि इटरी चाहिँ एउटा गाउँ जस्तो ठाउँमा लिएर हामीलाई सुरुमा त्यहाँ झराल्नु भयो। अनि एकदमै राम्रो थियो गाउँ पनि, कस्तो हरियाली, धानहरू पनि कति मजाले सप्रेको, फोटोजेनिक एरिया थियो। अनि त्यसपछि सबै एकछिन त्यहीँ रमाएँ। अनि यसैभित्र हामी गयौँ। अनि भित्र एकछिन अलिकति भिडियो बनायौँ, तर मेन बिल्डिङभित्र चाहिँ हामीलाई भिडियो नबनाऊ भन्नुभयो। त्यहाँको इन्भाइरोमेन्ट एकदम राम्रो थियो। अनि यही बिल्डिङभित्र हो, यसभित्र पुगेपछि चाहिँ भिडियोहरू नखिच्नु भन्नुभयो। अनि त्यसपछि हामीले पनि खिचिनँ। सो धेरै राम्रो कुराहरू सिकाउनु भयो। बालबालिकाहरूको लागि सुनिश्चित गरिएका हक अधिकारको बारेमा भन्नुभयो, स्पेसली अनाथ बालबालिकाहरूको लागि। सो धेरै नै रमाइलो भयो। That's it for today. Thank you so much for watching. Bye bye.